आज मेरो सानो एक्सिडेन्ट भयो। यस्तो राम्रो चियाबारी जसले जे भने पनि दाल भात चाहिँ चाहियो। यो झापाको धुलो बाटो कहिले बनिसक्ने थाहा छैन। Hi everyone, this is me Gumsum Karki and welcome back to my YouTube channel. आज चाहिँ सैटरडे सबैजनाको घुम्ने प्लानहरु होला। कतिजना घरमा मज्जाले रेस्ट गरेर बसिराख्नु भएको होला, तर के गर्नु मेरो त सैटरडे पनि यति धेरै काम हुन्छ। आज चाहिँ हाम्रो लालबुर्जा नेपालबाट प्रपर्टीको शूट गर्नुपर्ने छ, त्यो पनि वीरता मोडमा। अनि त्यसको लागि हामी इटरीबाट जाँदै छौं बिहानको 6 बजे। अब अहिले चाहिँ फेरि झापाको रोड यति धेरै बिग्रेको छ, सबैतिर डाइभर्जन छ, रोडहरु बन्दै छ र खासमा 2 घण्टामा पुग्नुपर्ने बाटो अहिले लगभग 3 घण्टा लाग्छ। त्यही माथि हेर्नु न, बिहान यस्तो दिनरा लागिरहेको छ, भोकै जाँदैछु। मेन चाहिँ हामी त्यहाँनिर यस्तो राम्रो बजार लाग्छ अरे ठ्याक्क 8 बजेतिर। सो त्यो भ्याउनको लागि भनेर फटाफट गरेर जाँदैछौँ। अनि म गाडीमै मेकअपहरु पनि गर्दैछु। सनस्क्रिन त स्किप गर्नु नै भएन, अहिले झन् यस्तो गर्मी बढेको छ यता तराईतिर, स्पेशली यो इटरी विराटनगर एरियाहरुमा अहिले हामीलाई त यति धेरै गर्मी भइरहेको छ। हजुरहरुको एरियातिर गर्मी कतिको छ कमेन्टमा शेयर गर्नु होला है। म चाहिँ यो के भएको सनस्क्रिन लाएर पनि यति धेरै काली भइसक्यो यो घामले डढेर। फेरि मेरो स्किन पनि यति धेरै सेन्सिटिभ स्किन छ। यो अहिलेको बढिरहेको यस्तो गर्मी यस्तो घामको मौसममा चाहिँ हजुरहरुले आफ्नो स्किनको कसरी केयर गरिराख्नु भएको छ मलाई प्लिज शेयर गर्नु होला। यो हाम्रो वीरता मोड जाने बाटो चाहिँ किन यस्तो क्या कहिले बनिसक्ने थाहा छैन। धरानको बाटो त बल्ल बल्ल कति वर्ष पछाडि बन्यो, लगभग 4 देखि 5 वर्ष लाग्यो होला। अब यो झापाको बाटो चाहिँ कहिले बन्छ। यो बाटोले आज मलाई यति दुःख दिएको छ, भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने हजुरले थाहा पाउनुहुन्छ पक्कै पनि। सो म चाहिँ यहाँ मेकअप गरिवरी राम्री भएर ड्रप डेड गर्जियस भएर रेडी भइसके र अझै पनि हामी वीरता मोड आइपुगेकै छैनौं, किनकि बाटो यति धेरै लामो लागिरहेछ यो डाइभर्जन र बिग्रेकोले गर्दाखेरि। अनि मैले चाहिँ गाडीमा एकदमै सजिलो हुन्छ भनेर चाहिँ त्यहीमाथि गर्मी पनि छ भनेर एकदमै लाइट कटनको क्लोथ्सहरु लिएर आएको थिएँ। अनि त्यसपछि चाहिँ मैले यो मेरो फर्मल जुन मैले सुटको लागि भनेर लिएर आएको थिएँ यो लगाएर म फुल्ली रेडी पनि भएँ। फाइनली बल्ल बल्ल 9:30 पौने 10 बजे हामी पुग्यौं लोकेसनमा। अनि यहाँ प्रपर्टी एकदमै राम्रो पनि रहेछ, एकदमै राम्रो लाग्यो मलाई पर्सनली प्रपर्टी। अनि त्यसपछि हाम्रो सुटको क्लिप्सहरु यस्तो प्रकारको रह्यो। अनि त्यसपछि हाम्रो सुटहरु सबै सकिसकेपछि चाहिँ हामी फेरि फर्किदैछौं इटरीतर्फ। बाटोमा चाहिँ यो कति मिठो चियाबारी रहेछ है, वीरता मोड झापा शनिश्चरी जाने बाटोमा एकदमै राम्रो लाग्यो मलाई त। अनि आज चाहिँ फेरि यति धेरै गर्मी, लिटरली 37 डिग्री पुगिसकेको छ गर्मी बढेर है। सबैभन्दा सुरुमा त मलाई गर्मी अति भइसकेको थियो, त्यही भएर मैले लुगा पनि चेन्ज गरिहालेँ। अनि त्यसपछि भोक पनि एकदमै लागिरहेको छ। अनि त्यसपछि हामी आइपुग्यौं वीरता मोडको बजार। अनि छिटो मिठो खानको लागि प्लस यहाँ एकजना क्लाइन्टसँग भेट्नु पनि पर्ने थियो, त्यसले गर्दाखेरि चाहिँ हामी यहाँ छिटो मिठो मोमोहरु खायौं। अनि हाम्रो क्लाइन्टसँगको कुराकानीहरु सकाएर हामी फेरि फर्किदैछौं इटरीतर्फ। अनि आज चाहिँ फेरि यस्तो धेरै गर्मी भएको दिन चाहिँ यस्तो दुर्घटना घट्नु पर्ने। अनि हाम्रो चाहिँ गाडीको सानो एक्सिडेन्ट भयो, एक्सिडेन्ट भएर दुःख पाइयो। तर फाइनली कता कताबाट एउटा मेकानिक आउनु भयो र उहाँले हेल्प गर्नुभयो। लिटरली गाडीको टायर हेर्नु न, माइ गॉड यस्तो बिजोक भएको थियो। मेन हाइवे अगाडि पछाडि कहीँ केही चोक छैन, सबैतिर जंगलै जंगल छ। यस्तो ठाउँमा गाडी बिग्रिनु पर्ने क्या फेरि हाम्रो। थ्याङ्कफुली कता कताबाट मेकानिक एरेन्ज भयो। अनि उहाँहरूले आएर टायरहरु हाम्रो चेन्ज गरिदिनु भयो। यस्तो ठाउँमा चाहिँ कहिले पनि कुनै दुर्घटना नहोस्, कसैलाई पनि अप्ठ्यारो नहोस् है। यस्तो जंगलको बाटो त्यस्तोको बिचमा गाडी बिग्रिनु भनेको कति अप्ठ्यारोमा पर्नु हो हामी। तर पनि केही छैन, म चाहिँ सधैँ पोजिटिभ बस्ने मान्छे हो हैन। त्यसैले गर्दा म लाइफमा कुनै पनि प्रब्लम्स आयो भने चाहिँ त्यसलाई पोजिटिभली नै हेर्छु। अनि पोजिटिभली लिँदाखेरि सबै प्रब्लम मेरो सल्भ पनि हुन्छ। अनि त्यसै क्रममा हाम्रो गाडी पनि बन्यो। अनि अब हामी फेरि फर्किदैछौं घरतर्फ। अनि मलाई चाहिँ यो जहिले यो म एउटा ठाउँ हेर्थेँ जहाँनिर यति राम्रो जंगलको भ्यू देखिन्थ्यो। सो यहाँ चाहिँ मलाई एउटा भए पनि रिल बनाउँछु भन्ने चाहिँ अगाडिदेखिको सोच थियो। अनि आज चाहिँ मैले सरलाई रिक्वेस्ट गरेँ प्लिज मलाई यो ठाउँमा एक दुईवटा भिडियो बनाइदिनु भनेर। अनि हामी आयौँ। अनि मैले 2-3वटा भिडियोजहरु लिए, एकदमै राम्रो लाग्यो। तर गर्मी यति धेरै थियो कि धेरै बेर म यहाँ बस्नै सकिन। अनि त्यसपछि फेरि चिसो पानीहरु खाएर ओरेर अलिअलि फलफुलहरु खाँदै ओर्दै हामी फर्कियौं इटहरीतर्फ। बाटो कहिले बन्छ क्या, कस्तो खत्तम बाटो। 2 घण्टाको बाटो हामीलाई लिटरली 3 घण्टा लागिरहेको जान आउन गर्दै गर्दाखेरि। अनि त्यसपछि हामी चाहिँ अहिले सिधै लाग्दैछौं कानेपोखरीतर्फ है, जुन चाहिँ यही इटरी जाने बाटोमै पर्दछ। यहाँ चाहिँ किन भन्नुहुन्छ भने चाहिँ कानेपोखरीमा चाहिँ मलाई एउटा एकदमै मन परेको रेस्टुरेन्ट छ। म एकचोटि मेरो पेरेन्ट्ससँग खाना खानको लागि आएको थिएँ, त्यतिखेर
त्यतिखेर मलाई यति मिठो लागेको थियो त्यहाँको खाना अनि त्यही भएर आज हामी खाना खानको लागि त्यही जानुपर्छ भन्दा भन्दै खाना खानको लागि आइभरी खाना खान पनि हामीले स्टार्ट गर्यौँ है। यो ठाउँ चाहिँ खासै त्यस्तो डेभलप पनि भएको छैन अनि एकदमै वेल म्यानेज रेस्टुरेन्ट्सहरू पाउन पनि गाह्रो छ तर त्यहाँ भएको मध्ये सबैभन्दा वेल म्यानेज रेस्टुरेन्ट चाहिँ यही नै हो अनि यहाँ खाना पनि एकदमै मिठो थियो एज युजुअल र खानासाना खाएर अब हामी फेरि फर्किँदैछौँ। एन्ड फाइनली आजको दिनभरिको बिर्तामोडको सुट अनि यो बाटोको खराबी अनि खाना यताउता गर्दा गर्दै हामी इटरी आइपुग्यौँ बेलुकातिर फर्किएँ मेरो अफिस। थ्याङ्क फर वाचिङ द भिडियो। हजुरलाई मेरो भिडियो मन पर्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला, मेरो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज 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 सब्स्क्राइब गर्नु होला। सी यू इन द नेक्स्ट भिडियो। बाइ बाइ।